नेपालको प्रतिष्ठित फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्नेछन्। कीर्तिपुरस्थित त्रिवी इन्टरनेशनल क्रिकेट रङ्गशालामा पहिलो पटक फ्लड लाइटमा खेल हुने भएको छ। कुल 32 खेल हुने तय गरिएको छ। टिकट मूल्य र सिजन पास पनि सार्वजनिक भएका छन्। साधारण टिकट 500 रुपैयाँदेखि र सिजन पास 15,000 रुपैयाँ निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघको लक्ष्य यस संस्करणबाट 40 करोड रुपैयाँ आम्दानी गर्ने रहेको छ। पहिलो खेल प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा हुनेछ। 2मा दिन र रात दुवै समयमा खेल्ने व्यवस्था गरिएको छ। यसले दर्शकहरूलाई नयाँ रोचक अनुभव दिने अपेक्षा गरिएको छ र प्रतियोगितामा आकर्षकता बढाउनेछ। यसले नेपालमा फ्रेन्चाइज क्रिकेटको व्यावसायिकता र इन्फ्रास्ट्रक्चर सुधार्ने काममा ठूलो कदम हो। नेपाल क्रिकेट संघ ले एनपीएल 2बाट ठूलो आर्थिक मोडेल तान्ने रणनीति बनाएको छ। विजेता टोलीलाई नगद पुरस्कार अनुसार च्याम्पियनले ठूलो राशि पाउनेछ।